गाइस इट्स अ न्यू भिडियो है आज चाहिँ सो साथीहरूसँग क्लासमेट है उयो के अरे स्टेट जान लाग्यो यता पुलनिरको जाने भने त फर्स्ट टाइम कसको हो अरे मेरो नि हो तर सेकेन्ड टाइम ल उसको र उसको बर्थडे हो आज ह्याप्पी बर्थडे ल कस्तो चर्को घाम यार हो नि ल त्यही चर्को ल अहिले स्केट पार्क गएर भेटौँला अहिले यति नै केटाहरूलाई हेर आऊ न ल त्यसलाई हेर न त्यसलाई जेनी चाहिँ हेर न समात्दै हिँड न ल डेढ भयो ल सो हामी चाहिँ बिहार स्पोर्ट हाउस आइसक्यौँ केटा हो त्यहाँ गएर बसेँ के अरे नेक्स्ट टाइम आउनुहुन्छ सो गाइस यहाँ चाहिँ बन्द छ होइन बन्द भएपछि हामी के गर्न सकिन्छ यहाँ अनमा हेर्न सक्नुहुन्छ भाइको पुरै एकदम स्याड भयो होइन के भन्न चाहन्छौ के हुन्न मान्छे रहन्छन् साथीहरू फेरि फेरि जर्सी भन्ने कुरा त फेरि हामी हालिहाल्छौँ होइन ठुलो कुरो भएन नि त त्यो त ल अझै हामी रेस्टुरेन्ट तर्फ लाग्दैछौँ है ह्याप्पी बर्थडे टु यु ल केटा उता उडेछ ल बर्थडे बोय जिउने सिरिङ ओए आमामा केटा ज्याकेट पनि लाग्दैन छोटा म यत्रो भएर के लाग्यो ज्याकेट लगायो ल काट्दिमै त यारमा ब्रो ए ड्यामेज गर्नु पर्ने केटा ल
के काटौँ है त ल ल ल ल राख ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर मोटे एन्ड पापी ह्याप्पी बर्थडे टु यु त्यो नाकमा लगाइदेऊ न नाकमा नाक लगाइदेऊ न मलाई ल न ए पक पक के खान छट्न लौलै नबोलै खोइ केरा खोइ ल हाम्रो जोकर गाइजहरु यो केरा हो यहाँ हेर न खोइ कस्तो ल्याक नन स्केयर केरा ल केरा म गर्छु पक पक म सबैलाई ल केरा वाला खाने मै ए मुझे यसो कहाँ बनेको हेर सबै खान्छ ओए थाप्न दियो एउटा थाप्न ओए क्यामेरा खोल यो क्यामेरा लगाउन ल फेसबुकमा जान्छ मलाई म दिए ल पुस्नु म त ल केटा हाम्रो छुट्टिसकेको छ है यता 5 तलेबाट ल आजको भ्लग कस्तो लाग्यो होला सानो मिठोवाला छ बनाउनु त राम्रै बनाएको थियो अब राम्रै लागेर हेरिदिनु होला आजको लागि यति नै